हेलो नमस्ते छ है मेरो फेसबुक फ्रेन्डहरु सबैलाई अनि वेलकम छ मेरो सानो मिनी ब्लगमा। र हिजो चाहिँ मैले हजुरहरुलाई भनेको थिएँ नि त म एक जग्गा जाँदैछु विशेष कामले भनेर। विशेष कामले त्यो काम चाहिँ के थियो भने मेरो गाडीको काम थियो है। र गाडीको कामले गर्दाखेरि म गएको थिएँ गाडी लिएर टंगला लिएर गएँ र गाडीको काम गरे। हिजो मेरो दिनभरि गाडीकै काम भयो र यो चाहिँ क्रसको काम हो। यो मेरो क्रस साफ्टिङ बिग्रेको थियो नि त, क्रस खाएको थियो, त्यसले गर्दाखेरि क्रस चेन्ज गर्न थाले। मिस्त्रीहरु सबैले बेरिङमा ग्रिसहरु लगाएर पुरा गाडीको कामै यस्तै हो नि त, ग्रिस लगाउँदैछ, उनले क्रस चेन्ज गर्छ अब मिस्त्रीले र मेकर फिटरहरुले। र अनि त्यता भएपछि सेल्फको पनि काम थियो र सेल्फ पनि खोल्नु लगाए मैले हैन। सेल्फ पनि खोलखाल पारेर सेल्फ पनि खोलेर अब बनाउनु पर्यो नि त, सेल्फको पनि काम थियो। त्यसले गर्दा सेल्फ खोले, सेल्फ खोल्ने चाहिँ खोलेर सेल्फलाई पनि फिटिङ गर्नुपर्छ, बनाउनुपर्छ। त्यसले गर्दा भिडियो बनाएको खोलखाल गरेर फाइनली मेरो सेल्फ खोलखाल भयो। खोलेर उसले चेक गर्दैछ पुसेर लगाएर अब सेल्फ लाउनुपर्छ मेरो। र काम चाहिँ हिजो मेरो दिनभरि गाडीकै काम थियो र त्यसले गर्दाखेरि यता क्रसहरु लगाएर साफ्टिङहरु फिटिङ गर्न थाल्यो। र एउटा मिस्त्रीले फेरि मेरो टायर खोल्न थाल्यो, किनकि टायरको पनि काम थियो। टायरको काम के थियो भने मेरो हेर्नुस् ब्रेक पेड खाइसकेको थियो हैन। ब्रेक पेड खाएर पुरा एकदम साउन्ड दिने भएको थियो र त्यसमा मेरो डिस्क पनि खाएको थियो। त्यसले गर्दा डिस्क चाहिँ चेन्ज गरिन, ब्रेक पेड चाहिँ चेन्ज गरे। त्यसले गर्दा दिनभरि हिजो मेरो टंगलामा काम पुरा दिनभरि लाग्यो। उताबाट टिप लिएर आएर टंगलामा गाडी लाग्नु बनाउन थाले। र मिस्त्री एउटाले चाहिँ अब चाहिँ हुन्छ तेरो काम नचिन्ता भन्न थाल्यो। भनिरहेको चाहिँ म चाहिँ भिडियो गरिरहेको थिएँ हजुरहरुमाझ अपडेट दिनुको लागि। मेरो भिडियो चाहिँ हजुरहरुलाई कस्तो लाग्छ पनि त्यो त मलाई थाहा भएन, तै पनि हेरिदिनुहुन्छ भने धेरै आशा गरेर मैले भिडियो बनाएँ हैन। र के कारणले गर्दाखेरि यस्तो भयो भन्दाखेरि मेरो ब्रेक पेड चाहिँ पुरै खाइसकेको रहेछ नि त। र उता काम सकेर फेरि मैले एलिएम गर्न थालेँ। यसको पनि सानो एउटा क्लिप भिडियो गरेँ यसले गर्छ नै गाडी चाहिँ एलिएम चेक गर्छ, त्यसमा गरेपछि अनि त्यो गरेपछि सेटिङ भइसकेपछि गाडी निकाल्नुपर्छ। अनि मेरो चाहिँ एकदम पुरा उसले गरेपछि रेडी भयो। फाइनली अनि मेरो गाडी चाहिँ रेडी भइसक्यो। जाउँ भनेर अब उठौँ भनेर लाग्यो, बाटो लाग्दै थियो, गइरहेको थियौँ। पानी परेको थियो नि त बिहानखेरि, त्यसले गर्दा हिलो थियो बाटो, हिलो पनि हामी गइरहेको छौँ। र आउँदा रात परे पनि हामी घर त पुग्नु पर्यो। के भन्नु, ड्राइभरको जिन्दगी यस्तै त हो नि हैन। आइरहेको थियौँ राति भए पनि आउँदै झन्सार रात पर्नु थाल्यो। पनि अब पुगिन्छ भन्ने आशा चाहिँ छ, अरू कहाँ उयो रोक्नु भनेर। र यति भन्दै आजको भिडियो चाहिँ राखेँ है त मैले।